So hey guys and welcome back again to my channel. So आजको भिडियोमा चाहिँ त्यही हो रिगार्डिङ रोड्री जुलियन अल्भारेजको अपडेट्सहरू नै हो। अब प्रोग्रेसन चाहिँ त्यति देखिएको छैन बट स्टिल देयर आर थिङ्स आई निड टु कभर अप। बट अब सुरुवात चाहिँ म जेफ बेजोस एन्ड लिभरपुलबाट गर्न चाहेँ। सो अमित भाटिया र जेफ बेजोस अब एक्ज्याक्टली यिनीहरूको रिलेसनसिप मलाई त्यस्तो केही थाहा छैन, मैले रिसर्च गरेको छैन यिनीहरूको बारेमा। बट रिपोर्टेडली जेफ बेजोसले चाहिँ माइनोरिटी स्टेक किन्दैछ लिभरपुल फुटबल क्लबको। भन्नलाई त माइनोरिटी स्टेक भए पनि रिपोर्टेडली इट्स 30%। 30% भनेको चाहिँ एकदमै ठुलो पावर हो। यदि कुनै पनि क्लबको 30%, कुनै पनि क्लबमा चाहिँ 30%को स्टेक किनेर उसले आफ्नो पैसा इन्भेस्ट गर्छ भने चाहिँ उसको हातमा धेरै पावर जान्छ इफ इट इज रियली अ 30%। एन्ड मैले अस्तिको दिन फेरि एउटा रिपोर्ट पनि पढेको थिएँ, यदि म चाहिँ लिभरपुललाई बेस्ट क्लब बनाउन चाहन्छु, यसमा बेस्ट प्लेयर्सहरूलाई खेलाउन चाहन्छु, यदि मैले यो सब गर्न सकेन भने चाहिँ आई विल बाई अनदर 30% भनेर भनेको थिएँ। मतलब ही विल बाई 60% र सबै कुराको डिसिजन चाहिँ उसको हातमा जान्छ त्यसरी। सो इट्स अ थिङ अफ प्राइभेटाइजेसन। अब जेफ बेजोस सबैलाई थाहा छँदैछ, अमेजनको फाउन्डर, उसको नेटवर्थ अराउन्ड 200-300 बिलियन्स डलर्सको छ र उसले चाहिँ त्यस्तै समथिङ अराउन्ड $6 to $7 बिलियन लिभरपुल फुटबल क्लबमा इन्भेस्ट गर्ने भन्ने रिपोर्ट गरेको छ। सो त्यो पैसा खर्च गरेर उसले 30% स्टेक लिँदैछ लिभरपुल फुटबल क्लबसित र ऊ एक्लै होइन, अमित शाह र जेफ बेजोसको पार्टनरसिपमा है, मैले बुझेअनुसार चाहिँ। बट मैले धेरै कुरा रिसर्च गरेको छैन यसमा। माथि लिभरपुल फ्यान्सहरू छ भने चाहिँ उनीहरू आफैले रिसर्च गर्न सक्छ। लिभरपुलको फेरि ट्रान्सफर कुरो पनि चलिरहेको छ ब्राडली बार्कोलासित। अब पिएसजीले चाहिँ फरान टोरेसलाई साइन गर्यो 50 मिलियन युरोजमा, जुन बार्सिलोनाको एउटा एकदमै जानेर बुझेर गरेको डिल हो। त्यो कुरा पछि गरौँ न। र उनीहरूले फेरि अर्को प्लेयर हो मिका गोड्स, जो चाहिँ के अरे आयाक्समा खेल्ने प्लेयर हो। ऊ चाहिँ एकदमै राम्रो पेसी, एकदमै राम्रो ड्रिब्लिङ गर्नेवाला, बलमा एकदमै राम्रो कन्ट्रोल भएको लेफ्ट विङ्गर हो। हि इज अ भेरी गुड बलर र 55 मिलियन युरोजमा चाहिँ 21 वर्षको यो ट्यालेन्टलाई साइनिङ गरेर लगेको छ पिएसजीले। एन्ड इट इज क्वाइट रियली अ गुड साइनिङ। एन्ड ब्याक टु द बार्कोला टपिक। अब पिएसजीले चाहिँ लिभरपुलसित 145 मिलियन पाउन्ड्स, विच मिन्स 170 to 180 मिलियन युरोज। अब अभियसली बार्कोलाको चाहिँ सिलिङ एकदमै हाई छ, उसको पोटेन्सियल एकदमै राम्रो छ। ऊ अहिले सायद 24 वर्ष या त्यस्तै कसोको होला। 180 मिलियन युरोज, जसले चाहिँ पिएसजीमा त्यति गेम्सहरू खेल्न पाएको छैन। अभियसली हि हेज बिकम च्याम्पियन्स ट्वाइस इन अ रो, युसिएल च्याम्पियन, बट स्टिल उसले चाहिँ गेम त्यसरी खेल्न पाएको छैन नि त। हि इज अ ब्याकअप प्लेयर अफ ओस्मान डेम्बेले अर डिजायर डुवे। सो 145 मिलियन पाउन्ड चाहिँ लिभरपुल तिर्नको लागि तयार छैन र रिपोर्टेडली लिभरपुल चाहिँ ट्रान्सफर डेडलाइन डेको लास्ट दिनसम्म कुर्नको लागि तयार छ, यदि जरुरी हुन्छ भने ब्राडली बार्कोलालाई कम प्राइसमा किन्न पाउँछ भने चाहिँ। सो दे आर रेडी टु वेट। माथि अरू त्यसहरूको चाहिँ अरू अप्सन्सहरू चाहिँ एक्सप्लोर गरे जस्तो लाग्दैन मलाई, केही रिपोर्टहरू चाहिँ छैन है अहिलेसम्म। एन्ड अब फेरि बार्सिलोनातर्फ जाऊँ त। अब बार्सिलोना चाहिँ यति बेला रोड्री र जुलियन अल्भारेजको डिललाई पर्स्यु गरिरहेको छ, बट फरान टोरेसको डिल डन भइसक्यो पिएसजीसित। अब रिपोर्टेडली यो चाहिँ 50 मिलियन युरोज के अरे उसो फिक्स्ड फीमा चाहिँ डिल डन भएको, एडम्सको केही कुरा थिएन मैले रिपोर्ट पढेअनुसार। सो बार्सिलोनाले चाहिँ यसमा एउटा स्मार्ट मुभ गर्यो, किन फरान टोरेसको चाहिँ कन्ट्र्याक्ट जम्मा 1 वर्षको बाँकी थियो र उसको कन्ट्र्याक्टमा चाहिँ क्लज थियो, यदि बार्सिलोनाले चाहिँ यो फरान टोरेसको कन्ट्र्याक्ट सेप्टेम्बरभन्दा अघि रिन्यू गर्छ भने चाहिँ म्यान्चेस्टर सिटीलाई 10 मिलियन युरोज दिनुपर्ने हुन्छ र साथसाथै फेरि फरान टोरेसलाई 55 मिलियन युरोजभन्दा बढी पैसामा बेच्छ भने चाहिँ म्यान्चेस्टर सिटीलाई पनि फेरि 10 मिलियन युरोज नै दिनुपर्ने हुने थियो, जसलाई चाहिँ अभोइड गर्नको लागि बार्सिलोनाले 50 मिलियन युरोजमा फिक्स्ड प्राइसमा चाहिँ फरान टोरेसलाई पिएसजी पठाइदिएको छ। सो इट्स अ रियली स्मार्ट मुभ बाई बार्सिलोना बोर्ड अफ डाइरेक्टर्स। अरू केही प्लेयर्सहरूको पनि नाम छ बाहिर निकाल्नको लागि। अब हेक्टर फर्ड भयो, मार्को साडो। अब डिल चाहिँ अहिले उस छैन। रुनी बार्डागीलाई निकाल्ने कुरा थियो, उसलाई चाहिँ अब एसिया लाग्यो। सो द्याट्स अ रियली बिग प्रब्लम। त्यही इन्कमिङ्सहरूको नाममा चाहिँ अब जाओ क्यान्सेलोको नाम छ, उसको डिल चाहिँ यति बेला होल्डमा छ, किनकि रोड्री र जुलियन अल्भारेजको डिलमा फोकस गरिरहेको छ।
र अलिलालले चाहिँ 8 to 10 मिलियन युरोजको फी मागेको छ, जुन दिने बित्तिकै क्यान्सलको डिल चाहिँ डन भइहाल्छ। एन्ड अब रोड्रीको कुरा गरौँ त फेरि रोड्री चाहिँ यति बेला म्यान्चेस्टर फर्किसक्यो, क्लबसित ट्रेनिङ पनि सुरु गरिसक्यो, किनकि डिलमा चाहिँ अलिकति ढिलाइ हुँदै गइरहेको छ, अलिकति ढिलो पछि सरिरहेको छ। किनकि म्यान्चेस्टर सिटीले चाहिँ 2टा बिडलाई रिजेक्ट गरिदिइसक्यो नि त। पहिलो बिड चाहिँ 45 मिलियन प्लस 5 मिलियन एडअन्सको थियो, त्यो रिजेक्ट भयो। अनि पछि 60 प्लस 5 मिलियन एडअन त्यो पनि रिजेक्ट भयो। र अब थर्ड बिड पनि सेन्ड गरिदिइसकेको छ। रिपोर्टेडली इट इज अराउन्ड 65 मिलियन युरोज प्लस 10 मिलियन एडअन्सको कुरा छ, मतलब टोटल 75 मिलियन युरोजको रिपोर्टेड छ, जुन चाहिँ अलिकति थर्ड टियर सोर्सबाट आएको, त्यति भरोसा चाहिँ गर्दिनँ म। सो यही हो कुरो चाहिँ। अब रोड्रीको डिल अब म्यान्चेस्टर सिटीले 80 मिलियन युरोजको डिमान्ड गरिरहेको छ। अभियसली हि इज अ वर्ल्ड कप विनर, जो उनीहरूको लागि भ्यालिड छ। त्यही पनि जम्मा 1 वर्षको कन्ट्र्याक्ट बाँकी रहँदाखेरिमा चाहिँ बार्सिलोनाले 80 मिलियन युरोज दिन नचाहेको फर द 30+ एज रोड्री। एन्ड अब बार्सिलोनाले कति देला एक्ज्याक्टली अहिले कति बिड गरेको छ त्यो त ठ्याक्क अफिसियल नम्बर्सहरू थाहा छैन, बट यति बुझ कि 70 मिलियन युरोजको आसपासमा थर्ड बिड सब्मिट गरेको छ। र यो डिल चाहिँ यो हप्ताभित्र हुने आश गरिएको छ। एन्ड नेक्स्ट न्युजको कुरा गरौँ त, इट्स अबाउट जुलियन अल्भारेज। अब जुलियन अल्भारेज 10 अगस्तको दिन एथलेटिको म्याड्रिड फर्केको थियो रजिस्टर गर्न, हाजिरी गर्न। अब हाजिरी गरेपछि चाहिँ उसले ट्रेनिङ सेसन्सहरूमा पनि इन्भल्भ त भइरहेको छ, बट 10 अगस्तको दिन चाहिँ उसले क्लबको बोर्ड अफ डाइरेक्टर्स, क्लबको एथलेटिको म्याड्रिडको बोर्डसित, प्रेजिडेन्ट गिलमारिनसित र हेड कोच डिएगो सिमियोनेसित चाहिँ मिटिङ एरेन्ज गरेको थियो। बट त्यो मिटिङमा चाहिँ कोही पनि आइदिएन। प्रेजिडेन्ट गिलमारिनले चाहिँ हेड कोच डिएगो सिमियोनेलाई 2 दिनको छुट्टी दियो त्यो मिटिङ अभोइड गर्नको लागि, र आफू पनि त्यो मिटिङमा चाहिँ गएन। इनफ्याक्ट बोर्ड अफ मेम्बर्सलाई कसैलाई पनि त्यहाँ जान दिएन, जुन यो अनप्रोफेसनल बिहेभियर छ एथलेटिको म्याड्रिडको। इट इज काइन्ड अफ रियली सिम्बोलिक फर अ प्रोफेसनल क्लब लाइक एथलेटिको म्याड्रिड। र अब अरूले केही फ्यान्सहरूले चाहिँ भन्ना होला बार्सिलोनाको पनि बिहेभियर प्रोफेसनल थिएन, किनकि जो प्लेयर चाहिँ कन्ट्र्याक्टमा छ उसित डाइरेक्ट प्लेयरलाई भेटेर नेगोसिएट गर्नु कसैले प्रुभ गर्न सकेको छैन नि त। सबैलाई थाहा थियो कि बार्सिलोना जुलियन अल्भारेजमा पोहोरदेखि नै इन्ट्रेस्टेड थियो, बट किन्न सकेको थिएन, किनकि ला लिगाको रजिस्ट्रेसन रुलले गर्दाखेरिमा, जुन यो फाइनेन्सियल फेयर प्लेको रुल थियो त्यसले गर्दाखेरिमा चाहिँ जुलियन अल्भारेजलाई 90 मिलियन युरोजमा किनेर ल्याउनु मुस्किल थिएन, बट रजिस्टर गर्न प्रब्लम थियो। सो त्यही भएर जुलियन अल्भारेजलाई नकिनेको। बट जुलियन अल्भारेज त्यति बेला एथलेटिको म्याड्रिड जोइन गर्यो, र एथलेटिको म्याड्रिडको प्रेजिडेन्ट र बोर्डले चाहिँ प्रमिस गरेको थियो हि विल बी अलाउड टु लिभ द क्लब, यो 1 सिजन खेलेपछि चाहिँ भने चाहिँ उसलाई जान दिने भनेर कुरा गरेको थियो। बट प्रब्लम के भयो, अहिले आएर चाहिँ उनीहरूले एकदम अनप्रोफेसनल बिहेभियर देखाइरहेको छ। जुलियन अल्भारेज जसलाई प्रमिस गरेको थियो जान दिन्छु भनेर, उसलाई चाहिँ अहिले मिटिङमा पनि भेट्न खोजेको छैन। अब जुलियन अल्भारेजको एन्टोराज, उसको टिमले चाहिँ फेरि मिटिङको लागि रिक्वेस्ट सब्मिट गरिसकेको छ, र ट्रान्सफर रिक्वेस्ट पनि अब प्राइभेटली सब्मिट भइसक्यो रिपोर्टेडली। अनि फेरि मैले एउटा रिपोर्ट पढ्छु कि एथलेटिको म्याड्रिडले चाहिँ तिमी साँच्चै नै क्लब छोडेर जान्छौ भने चाहिँ पब्लिक स्टेटमेन्ट देऊ, हामीले चाहिँ तिमीलाई जान दिन्छौँ भनेको रहेछ। मैले रिपोर्ट पढेको थिएँ, त्यो अब कतिकै रिलायबल हो त्यो मैले भन्न सकिनँ, सेकेन्ड टियर सोर्सबाट आएको रिपोर्ट हो। र जब चाहिँ जुलियन अल्भारेजले पब्लिक स्टेटमेन्ट दियो आफू लिभ द क्लब भनेर चाहिँ छ्याकमले पब्लिक स्टेटमेन्ट दिएको थियो, त्यो कुरा चाहिँ एथलेटिको म्याड्रिडले एक्सपेक्ट नै गरेको थिएन अरे। उनीहरूले सोचेको थियो पब्लिक स्टेटमेन्ट दिन पठाउने उसले चाहिँ गर्नेवाला छैन के भन्ने सोचेको थियो अरे। जुलियन अल्भारेजले चाहिँ पब्लिक स्टेटमेन्ट नै दियो हि वान्ट्स टु लिभ द क्लब भनेर, र यो चाहिँ उनीहरूले अब चाहिँ त्यो स्टेटमेन्ट किन स्टेटमेन्ट दिस पब्लिकली भनेर जुलियन अल्भारेजलाई प्रेसर गरिरहेको छ अरे। जे टिमले गर्न पठायो, जे उसको मर्जी थियो त्यो उसले गरेर ठिकै नि। सो वाट्स द प्रब्लम? बट द प्रब्लम इज द्याट कि बार्सिलोना इज वान अफ द डाइरेक्ट राइभल अफ एथलेटिको म्याड्रिड। एथलेटिको म्याड्रिडको डाइरेक्ट राइभलमा एउटा रियल म्याड्रिड पर्छ, अर्को बार्सिलोना, अनि अर्को चाहिँ कहिलेकाहीँ सेभिया, कहिले रियल बेटिस, कहिले भिलारियल, त्यस्तो क्लबहरू पर्छ। बट उनीहरूले चाहिँ यति बेला बार्सिलोनासित डाइरेक्ट के अरे आफ्नो प्लेयरलाई चाहिँ डाइरेक्ट सेल गर्न चाहँदैन। अब स्पेन बाहिर जान्छ भने चाहिँ उसलाई जान दिन चाहन्छ पिएसजी, आर्सेनल, म्यान्चेस्टर युनाइटेड, जुनसुकै क्लब होस् तिनीहरू दिन जानको लागि तयार छ। बट बार्सिलोनाको नाम आउँदाखेरिमा चाहिँ एकदमै बढी चिरिरहेको छ। बार्सिलोनालाई चाहिँ आफ्नो प्लेयर बेच्न पटक्कै चाहँदैन एथलेटिको म्याड्रिड। सो द्याट इज द प्रब्लम राइट नाउ।
सो यति बेला चाहिँ ट्विटरमा फ्री जुलियन भन्ने चाहिँ टपिक ट्रेन्डिङमा चलिरहेको छ। मैले अलरेडी पोस्टहरू भेटाएको थिएँ, त्यसलाई मैले त्यति फलो त गरेन, बस अलरेडी पोस्टहरू चाहिँ भेटाएको थिएँ फ्री जुलियन ह्यासट्याग फ्री जुलियन भनेर। सो यही हो रिगार्डिङ द थिङ्स द्याट आई निड टु टक अबाउट इन दिस भिडियो। बाँकी अर्को भिडियोमा भेटौँला फेरि। सी यु इन द नेक्स्ट वान। टिल देन टेक केयर।